घुम्दै जाम ल मान्छे यहाँ 15 राखेर त आज कि र उ गरौँ ल अफर भयो भने राख्छु कि मैले कति सिट खाली रह्यो आलु राख साग आउँदा लेट हुन्छ साग चन्द्र दाइ गर्छौँ है होइन अब सिट पछाडि मिलेकै हो यहाँ अगाडि हो नमिलेको हो अगाडि यहाँबाट अगाडि जानु अगाडिबाट पछाडि गर्नु मलाई पनि एक लिएर आउनु पाएको छ एकजना अलि बढी हुन्छ भन्न पर्ने धेरै खाएर हो क्या तपाईँलाई झोलाले अप्ठ्यारो भएको क्या झोला बाहिर राखेर यहीँ यत्तिकै ठिक छ नि ठिक छ मलाई ठिक छ क्या बाबुलाई बस्नु मलाई ठिकै छ तिमी बाबुलाई बरु पछाडि सिफ्ट गरौँ न पछाडिको बाबु अप्ठ्यारो भयो भने पाले पनि थाहा छोरीहरू जति भुटोल छन् कहिले पुर्याउने कहिले घिउ कहिले आलु कहिले चामल हाइरहने पर्यो बोकाएर पठाउने तपाईँ त हिजो जानुहुन्छ कहाँ जाने हो हिजो जानु भनेको शैला सर हुनुहुन्थ्यो कुनबाट पठाउनु भएको नि एउटा एकजना उहाँले हो के अरे हिजोलाई जाम गरेको जानी भए पो जिट जानी भए म सोध्छु है त तुलसीको र प्रतीकको भनेर जुन सोधेको दुइटै क्यान्सलै चाहिँ हिजोलाई यस्तो भयो दुइटै क्यान्सल थियो तुलसी भुटोल प्रतीकको जाने अब आजलाई चाहिँ म फेरि के भयो भने उहाँहरू पछाडिका बुढालिया गुरु पान्नाले अर्का मेरो आजै पाल्लो हो कि हिजो होइन म हिजै मान्छे बुलो गरेर हिजो जान्थेँ नत्र त आफ्नै पाला जान्छु कि म किन जान्छु र अरूको पाला त्यही भएर बसेको किन ठिक छ हामीलाई त केही छैन हिजो दाइ पनि टाढा आफ्नो हो कि पैसा आलु छन् केटाहरूलाई बाँडेर आउने हो त्यही बाँड्न आलु बाँड्न हिँडेको ठिकै हो विष्णुको दोकान 3 मिनटमा अब एकचोटि आलुको सिजन छ अब एकछिन आलु बोक्नु पर्छ तरकारी स्टेट हुने ट्याक्कै लगाइदिएपछि आफै हुन्थ्यो साँच्चै पर्यो आजकल त बाइकवालेले अगाडि लगाएर ती बाइकहरू छ पुरा नेपालभरबाट गर्न आउँछ इन्डियाबाट बाइक लिएर आउनु पुरै देखायो भने सबै बताउँछ यो हाम्रो फाँट आइपुग्यो दोहोरा लाइनमा गाडीको भिड हुन्छ अघि ऊ नै फरक रहन्छ खाली खेतमा त हो
विदेशतिर आएको आउँदै हिँडेको पिटन पिटन अरे किसान मान्छेले छ भरिहाल्छ अगाडि दुईजना बसे सामान छोडी सूर्यले त लाहत आफ्नो गाडी हजुर ठिक छ हो के अरे दुबईबाट आएको दुई काम आहार के अरे मैले भन्छु ए यहाँ मेरै छोरासित होटलमा सबै काम गर्ने केटा ए दुबईका हुन् कि एउटा गाडीलाई भन्छु नत्र पूजालाई पढाइन भने मैले लिन्छु बुटो आलु खाने तोरी छिन्नी यात्रै भएर जान्छ यहाँबाट बाँडेर गइरहेको हाल बाटो परिवर्तन हुँदैछ